यो जीवनमा छैन मलाई केही कुराको डर यो जीवनमा छैन मलाई केही कुराको डर तिमीले पनि पाए लान्थ्यौ भाउजू घरमा भर गफ नलौ अब तिमीले दोहोरी लौ चलाउ फर्काउ रे टिभी सिरीको जमाना थियो मलाई एफएम पनि आएको थियो त्यो बेला नै फर्काउ छाउ भएको छ अझै तँलाई नाच्न पो भएको छैन छाउ भएको छ अझै तँलाई नाच्न पो भएको छैन यस्ता कागज केटी मान्छेलाई बिहा गर्नलाई मेरो उल्टो दिन आ छैन भरे कि हेर्न चोथाले मकै परे कि फर्काउ गाई चिपौ ए हिजो हेर कुरा गर्दै नजिक बन्थ्यो हिजो हेर कुरा गर्दै नजिक बन्थ्यो कति छिटो बिहा गरेछु तिमीलाई लान पाइन भन्थ्यो खुब खान्थ्यो पाएसम्म मलाई त उइलान्थ्यो फर्काउ रे जुठो हाले सामान मैले जुठो हाले भात मासु मैले खाँदै खान्न जुठो हाले भात मासु मैले खाँदै खान्न भेलडान्डीमा तिमीलाई खिरिया पाए पनि मैले लाँदै लान्न पल्के कि हेर्न दाँत मात्रै टल्के कि फर्काउ यस्तो कुरा पक्क मैले भन्न पनि भइन यति राम्रो फुल जस्तो जोबन तिम्रो भागमा छैन अन्त्य भर पर यो जोबानको तिमी भो आश नगर फर्काउ रे ए जालीवाला चियावालाले मलाई पो लत्याउने चियावालीले मलाई पो लत्याउने फुल जस्तो जोबन भने तिमीले मैले देखे पो पट्टाउने पिन्छौरा प्रुफ गर्न देख्नलाई दिन्छौरा ए भन तिमी नढाटिकन कसका घरमा पर्यौ भन तिमी सिधा कसका घर भरमा पर्यौ अहिलेसम्म चोखै छ जोबन किन शङ्का गर्यौ आउँदैनौ तिमीले मेरो यो जोबन पाउँदैनौ फर्काउ रे कोही मान्छे रिसाएर लाइफमै मेरो खेदो खनी थिए कोही मान्छे रिसाएर लाइफमै मेरो खेदो खनी थिए गाउँको क्षेत्रले पनि सुरुमा मै चोखैयो भनी थिए ए टालै छ बाघ नयाँ भयो नि साइलेन्सर कालै छ नजिक आएन रोबिन जान्छ पर त्यस्तै शङ्का भएको भए बरु चेत जाँच गर चोखै हो मेरो त यो जोबन चोखै हो फर्काउ रे दिन आयो यो मुनेलाई एनाकोन्डा भन्ने आफ्नो जोबन आफू चोखो छ भन्दै पानीमाथिको ओबान हो भन्ने ठोके कि कारको साइलेन्स जस्तो थुतुनो बोके कि फर्काउ भन तिमीले अहिलेसँग कतिवटीलाई पाल्यौ म जुठो भएको कहिले देख्यौ र किन शङ्का गर्न थाल्यौ मन खोल मुखमा आएको जे पाए नबोल फर्काउ रे पाइँदैन भरे तरुणीहरू यो भाग्यमा लेखेको पुमदिमकुटको डाँडामा एकान्तमा बोयफ्रेन्डसँग तिमीलाई भेटेको देखेको रुँदै थियो बोयफ्रेन्डको बिचमा चुप्पी हुँदै थियो फर्काउ ए यस्तो कुरा बेजत मात्रै भन्न पनि भएन बोयफ्रेन्ड भने के हो कुन्नी मलाई थाहा नै छैन रोज्देऊ के बरु एउटा बोयफ्रेन्ड दाजु खोज्देऊ के फर्काउ रे टिकटक लाइभमा भने चावललाई लो घरैमा भित्री टिकटक लाइभमा भने मैले चावललाई पोखरा मेरो घरमा भित्री
हेर्न हेर्न यो मुने बनेकी 1 नम्बर सत्य सावित्री। ए पोखरा पानी पर्ला गर्ला र यो मुनेलाई बोका जस्तो केटा पर्ला र ए आजकल पहिला तिमी ठिकै थियौ, आजकल ठुला भाछौ। तिमी भन्दा राम्रै रोज्छु किन हेप्न लाछौ। हेर्दै जाऊ पख तिमीले मेरो जोडी हेर्दै जाऊ। फर्काउ रे। मलाई रिस उठेको टाढो। ए श्रीमती अरूसँग होइन श्रीमतीसँग यो जोबन साटौँला। अरू होइन श्रीमतीसँग यो जोबन साटौँला। म भन्दा ह्यान्डसम केटा मान्छे पायो भने मेरो गर्दनै काटौँला। ताल दिन्छु केटा राम्रो पायो भने त मलाई सेदिन दिन गर्दनै फालिदिन्छु। फर्काऊ प्लिज सबैले के भो कुन्नी टिकटकमा सोझी बने र चाहिँ यो बिहारीलाई कसले भन्यो ह्यान्डसम भने र चाहिँ यो काले हेर न खुब फुर्ती दिन थाले। फर्काउ रे। मलाई भेट्न केटीहरू पोखरा लेक साइडमा धाउँछन्। मलाई भेट्न लेक साइडमा केटीहरू धाउँछन्। काठमाडौँ कपुरथलाको बाटो हिँड्न पर्छ केटी मान्छे हाम फाल्दै आउँछन्। डुलेको म पनि छु कसैको दिलमा फुलेको। फर्काऊ यस्ता कुरा हिजो तिमीले किन बकेनौ है। यस्ता कुरा हिजो तिमीले किन बकेनौ है। जे भयो नि कपुरधारा भुल्न सकेनौ है। माया भानी अब उसकै छाया छ। फर्काउ रे। ए राम्री हुन फलानीले आँखी भाउ गोडेको। किन भुल्नु कपुरथलासँग मेरो इतिहास छ जोडेको। कसी छिन् श्रीमतीले गर्दा चुप लाएर बसी छिन्। ए भाउजूको डरले बसेका छौ घरै। इतिहास मात्रै जोड्यौ कि के जोड्यौ बरै थाहा छैन। हामीले खै केही मेसो पा छैन। फर्काउ रे। यो आइमाईलाई यो मुनेलाई दोरीबाटै नफर्काई भएन। यो आइमाईलाई दोरीबाटै नफर्काई जवाफ नदी भएन। तिमी जस्तो आँखा छोली जोबन जोड्न अन्त जानी हामी होइन। नरोजा तिमी पनि चोखै भन्ने नखोज। फर्काऊ ए नजिक भएको मान्छे किन टाढा सर्यौ। अहिलेसम्म चोखै छ जोबन किन शङ्का गर्यौ। भन मैले के गरी प्रुभ गरम। फर्काउ रे। मे आई कम इन? यस प्लिज। फर्काऊ। पहाडतिर रामिर लाग्ने मलाई हिमाली डोलमा। पहाडतिर कि रामिर लाग्ने मलाई हिमाली डोलमा। यो नथुनियामा अङ्कुश लाएर फेरि झुन्ड्या तिमीलाई पोलमा। ए नकस मुसाको जस्तो दाँत देखाइ नबस। फर्काऊ बुझ्नु पर्यो। ए यस्तो कुरा लाइभमा हेर भन्न पनि भएन। पुम्दीकोटतिर घुम्न लान्छु भन्थ्यो अहिलेसम्म लगेन। किन हो म त बोला पिराती दिन हो। फर्काउ रे। गर्लफ्रेन्ड त घुमाउने हो खाए झटारो खान्छ। गर्लफ्रेन्ड त घुमाउने हो मैले कि त खाए झटारो खान्छ। दाइ भनेर परसानी केटी मान्छेलाई कसले घुमाउन लान्छ। ए पाको छ दाइ भन्ने शब्दबाट मलाई एलर्जी भएको छ। फर्काऊ अब तिमी पनि मसँग माया जोड्न थाल। दाइ भनेर त सुरु हुन्छ हेर माया जाल। सुझ्दैनौ तिमी यस्ता कुरा किन बुझ्दैनौ। फर्काउ रे। कुन चाहिँ फुलको थुङ्गा घसेर आई मङमङती गनाई। कुन चाहिँ कम्पनीको सेन्ट लाएर मुने डुङडुङती गनाई। दाइ बहिनी यस्तो पवित्र नातालाई यसले दूषित बनाई।
बनाउने बनाउने उता जाऊ डुङ डुङ चाहिँ गनाउने फर्काऊ